र यो भिडियो त हेर्नु भयो होला भर्खरै मैले अपलोड गरेको भिडियो त हेर्नु भयो होला त्यसमा मैले डेट देखाएको थिएँ हैन अलिकति एक्सप्लेन पनि गरिदिएको थिएँ र नाम पनि अनाउन्स गरिदिन्छु है गाइस नाम पनि म अनाउन्स गरिदिन्छु सो नाम चाहिँ यस्तो प्रकार छ राजकुमार सिङताङ तपाईलाई एकदमै बधाई छ तपाईको वर्क परमिट आइसकेको छ डम्बर बस्नेत बधाई छ तपाईलाई विनय कुमार कंग्रेचुलेसन्स तपाईलाई पनि रामबहादुर थापा तपाईलाई पनि बधाई छ हरि बहादुर थिङ तपाईलाई पनि एकदमै बधाई छ सागर थापा तपाईलाई कंग्रेचुलेसन प्रकाश बडुवाल कंग्रेचुलेसन सत्यन गुरुङ अल द वे फ्रम नेपाल सबै नेपाली छ तपाईलाई एकदमै बधाई छ विजय सुनार कंग्रेचुलेसन्स तपाईलाई अमृत परियार तपाईको पनि वर्क परमिट आइसकेको छ अर्जुन तपाईलाई पनि एकदमै बधाई छ दिपेन्द्र बस्नेत तपाईको पनि वर्क परमिट आइसकेको छ बिरबल नेपाली कंग्रेचुलेसन्स सन्तोष नेपाली कंग्रेचुलेसन्स तपाईलाई सञ्जय थापा तपाईलाई पनि बधाई छ तपाईको वर्क परमिट आइसकेको छ जितेन्द्र कुमार कंग्रेचुलेसन्स अरुण घिमिरे तपाईको वर्क परमिट आइसकेको छ नीरज चौधरी तपाईलाई एकदमै बधाई छ पुष्पराज पौडेल तपाईलाई पनि बधाई छ तपाईको वर्क परमिट आइसकेको छ सन्तोष गुरुङ तपाईलाई एकदमै बधाई छ तपाईको वर्क परमिट आइसकेको छ कृष्ण बहादुर बधाई छ तपाईको वर्क परमिट आइसकेको छ र सुदीप राणा कंग्रेचुलेसन अल अफ दिस क्यान्डिडेट तपाईहरुको वर्क परमिट सबै नेपाली नै छ 22 वटा नेपाली क्यान्डिडेट्सको वर्क परमिट्स अलरेडी आइसकेको छ र बाँकी जानकारीको लागि तपाईले झट्टभन्दा झट्ट हाम्रो अफिससँग सम्पर्क गर्नु होला थ्यांक यू